हेलो गाइज, यहाँ हामी चाहिँ आज जिममा छौँ अनि मेरो चाहिँ जिम पार्टनर चाहिँ कोरियन हो। जिम पार्टनर कोरियन हुनाले आज चाहिँ हामी उसले बोल्न सक्दैन, नेपाली बोल्न आउँदैन, त्यही भएर उसलाई चाहिँ हल्का म कोरियन भाषा पढेको हुनाले कोरियनमा हल्का भन्छु। ए साराम हाम्रो कोरियन ब्रदरले चाहिँ गर्दै हुनुहुन्छ, नेपाल आउनु भएको रहेछ 6 महिनाको लागि, त्यही भएर चाहिँ गर्दै हुनुहुन्छ। मेरो जिम पार्टनर चाहिँ अब उहाँ हुनुहुन्छ त, हामीले चाहिँ गरेको सँगै गरेको कति 1 महिना 1.5 महिना भयो होला, तर उहाँले अहिले चाहिँ केही बुझ्नु भएको छैन मैले बोलेको। आज चाहिँ लेग हानेर हामीले चाहिँ सोल्डर र लेग हानेर बसिरहेको छौँ। यदि यो फुसै हो हाम्रो चाहिँ त्यस्तो छ। अहिले जिम गरेर भइरहेको छ। यहाँ चाहिँ अहिले हामी चाहिँ यो कोरियन ब्रदरलाई पनि मैले चाहिँ कोरियन ब्रदरलाई पनि मैले चाहिँ छिट्टै आउनुपर्छ हामी भनेर हल्का कोरियनमा एक्सप्लेन गरेर भनिदिएको थिएँ। छिट्टै आयो भने मान्छेहरू चाहिँ हुँदैनन् भनेर भनेको, त्यही भएर चाहिँ हामी 12 बजीदेखि आउँछौँ। ल साह्रै यो